हेलो सम्पूर्णमा नमस्कार। म छु तपाईहरुको साथी धीरेन्द्र विक्रम सम। मेरो युट्युब च्यानल भित्री कथामा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज म यति रमाइलो ठाउँ घुम्न जाँदैछु कि यति रमाइलो ठाउँ, यति रमाइलो दृश्य कहाँ होला भनेर तपाईहरु पक्कै पनि यो ठाउँ चिन्न अनि जान्न उत्सुक हुनुहुन्छ। मलाई थाहा छ। म आज यसको बारेमा तपाईहरुलाई केही सानो परिचय दिन गइरहेको छु। अहिले हामी थासाङ गाउँपालिका वडा नम्बर 5 मुस्ताङ कुञ्जो ताक्लुङदेखि टिटिलेक हुँदै गोबाङसम्मको यात्रामा छौँ। हेर्नुहोस् त, यति रमाइलो दृश्य, डाँडा पाखा, हिमाल, बोट बिरुवा, कति रमाइलो छ। प्रकृति यति सौन्दर्यताले भरिपूर्ण छ कि प्रकृति पनि यस्तो छ, कुनै ठाउँलाई प्रकृतिले ठगेर एकदमै पहाड मात्रै, तराई भएको ठाउँमा तराई मात्रै, अनि हिमाल भएको ठाउँमा हिमाल मात्रै। तर यहाँ त हिमाल, पहाड, तराई सम्पूर्ण कुराले भरिपूर्ण। यति प्रकृतिले यति सौन्दर्यता छ कि यति सुन्दर ठाउँ छ, तपाईलाई पक्कै पनि एकचोटि जान मन लाग्छ। त्यो हेर्नुहोस् त, पहाडी डाँडामा हिमाललाई छपक्क हिउँले छोपेको छ। यो हो मानापाथी, गौरीशंकर हिमालहरू रहेको छ भने यो नजिकै देखिराखेको गाउँ टिटी गाउँ हो। यहाँ बाटो भर्खर बन्ने क्रममा छ। बाटोमा काम गर्ने मजदुरहरू काम गरिराख्नु भएको छ। यति सुन्दर ठाउँमा आज बिहानै यो प्रकृतिसँग हिँड्दा, यो प्रकृतिमा रमाउँदा, माथि यारसाङ खर्क यति रमाइलो ठाउँ छ। यहाँ माथि चौरीहरूको वासस्थान रहेको छ। अझै पनि तपाईहरु आउनुभएको छैन, तपाईहरुलाई यो ठाउँ देख्न मन लागेको छ भने कमेन्ट गर्न सक्नुहुन्छ मलाई। म कमेन्ट मार्फत तपाईहरुलाई यहाँको एकदम राम्रो भिडियोहरू देखाउँछु। त्यहाँ माथि फ्लाइट हेर्नुहोस् उडिराखेको छ। यति सुन्दर छ कि यति सुन्दर। तपाईँ यो ठाउँमा आइसकेपछि तपाईलाई घर फर्किन त मन लाग्दैन। मलाई पनि त्यस्तै भएको छ। तपाईलाई थाहा छैन भने मेरो स्थायी घर सानोबेरी गाउँपालिका वडा नम्बर 10 रुकुम पश्चिम। यहाँ हाल बस्न थालेको 2079 साल वैशाख 8 गतेदेखि करिब 3 वर्ष भयो मुस्ताङ बस्न थालेको। अब त मलाई जन्म घर भन्दा पनि एकदमै मुस्ताङ प्यारो लाग्छ। यही ठाउँमा घर बनाएर बस्नु लागेको छ मलाई त। तपाईहरुलाई पनि त्यस्तो लागेको छ भने बस्न नभए पनि घुम्न चाहिँ अवश्य आउनु होला। अझ यहाँको प्रकृतिसँग त अझ तपाईँ अझ माथि अप्पर मुस्ताङ जानुभयो भने यति रमाइलो छ कि यति रमाइलो। प्रकृतिसँग घुम्न मन लाग्छ भने, तपाईलाई प्रकृतिमा रमाउन मन लाग्छ भने आउन सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ, मजाले यो ठाउँ अवलोकन गर्न सक्नुहुन्छ। आउनुहोस्, घुम्नुहोस्, रमाइलो गर्नुहोस्। यहाँको केही कुराहरू, यहाँको हुन्छ नि प्राकृतिक सौन्दर्यताहरूको फोटो भिडियो कैद गरेर लान सक्नुहुन्छ। जीवनमा मरिलानु के छ र एकचोटि अवश्य सम्झन लायक र बिर्सन लायक कुराहरू हुन्छ। तपाईँ यहाँ आउनुभयो भने अवश्य तपाईँको जिन्दगीमा कहिले पनि बिर्सिन नसक्ने अविस्मरणीय क्षण हुन सक्छ यहाँको लागि। तपाईलाई अझ योभन्दा सुन्दर ठाउँ देखाउन मन छ मलाई। तपाईहरुको माया, साथ, सपोर्ट, लाइक, कमेन्ट, शेयर गर्नुभयो भने अझै पनि मलाई यस्तै ठाउँहरू देखाउन मलाई ऊर्जा मिल्नेछ। यो अहिले हामी टिटिलेकबाट झरिराखेका छौँ। अब यहाँदेखि हामी धम्पु भन्ने गाउँमा जान्छौँ। धम्पु गाउँदेखि फेरि झुलुङ्गे पुल क्रस गरेर कोकेठाँटी भन्ने ठाउँमा जान्छौँ र कोकेठाँटीबाट कोबाङ भन्ने ठाउँमा निस्किन्छौँ हामी। यति बेला म सँगै मेरो छोरा डिफेन्स अनि मेरो
प्यारी जीवन सङ्गिनी तुलसा पूर्णिमगर साथमा हुनुहुन्छ। हेर्नुहोस् त कति रमाइलो छ कि, यति आनन्द छ। यात्रा गर्न पनि यसरी मैले यति आनन्द हुन्छ कि यात्रामा। मेरो छोराले पनि तपाईँहरूलाई हेरिराख्नु भएको छ, तपाईँहरूलाई माया गर्नुभएको छ। तपाईँहरूको माया ममता, तपाईँहरूको साथ, हरेक कुराको मैले अपेक्षा गरेको छु तपाईँहरूसँग। र मलाई धेरै कुराहरू भन्न आउँदैन, बोल्न त्यति आएन। मैले यो यति प्रकृतिले सुन्दर, प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ठाउँको मैले बयान कसरी गर्न सक्छु? मेरोभन्दा बढी बयान गर्न त तपाईँहरूलाई आउँछ। तपाईँ आफै बयान गर्न सक्नुहुन्छ, आफै हेर्न सक्नुहुन्छ। यो प्रकृतिमा आएर तपाईँ कोही लेखक, रचनाकार, गजलकार, गीतकार, सङ्गीतकार हुनुहुन्छ भने यहाँ बसेर, यस्तो ठाउँ बसेर यो प्रकृतिलाई हेरेर गीत लेख्न सक्नुहुन्छ, गजल लेख्न सक्नुहुन्छ, मुक्तक लेख्न सक्नुहुन्छ, सङ्गीत भर्न सक्नुहुन्छ। तपाईँ आउनुहोस् न यो ठाउँमा, कति रमाइलो, यति रमाइलो। यस्तो पनि ठाउँ छ र यो पनि हाम्रै नेपालमा भनेर तपाईँ आश्चर्यमा पर्नुहुन्छ। त्यसमा त कुनै दुई मत नै छैन। यति बेला म ठ्याक्कै अब पोगाठाँटी पुग्दैछु है, झुलुङ्गे पुल क्रस गर्दैछु। यो काली गण्डकी मुस्ताङबाट काली गण्डकी आइरहेको छ। यो काली गण्डकीको किनारहरूमा शालिग्राम पाइन्छ, शालिग्राम खोज्न सक्नुहुन्छ। शालिग्रामको बारेमा तपाईँले केही लेख्न सक्नुहुन्छ, पढ्न सक्नुहुन्छ। धेरै कुराहरू छ कि, आउनुहोस् न तपाईँ घुम्नुहोस्। प्रकृतिमा रमाउनुको मजा नै बेग्लै हुन्छ। यति रमाइलो ठाउँ, यति सुन्दर ठाउँ।